सो हेलो एभ्रिवान वेलकम टु माई अनदर मिनी ब्लग अनदर डे। अनि यो भिडियो चाहिँ केही दिन अगाडिको नै हो। हामी चाहिँ सबैजना जम्मा भयौँ भने यति धेरै रमाइलो हुन्छ कि के बनाएर खाइरहेको हुन्छौँ कि हामी चाहिँ। अनि त्यो दिन चाहिँ हामी पुलाउहरू मासुहरू अचारहरू बनाएर खाने प्लान गर्दै थियौँ। अनि मेरो चाहिँ फेरि डेट चलिरहेको थियो कि त्यति बेला। अनि मलाई भित्र गएर बनाउन चाहिँ मिल्दैन थियो, तर म चाहिँ एकदम सबैको सुट गरेर इन्जोय गरिरहेको थियौँ कि। अनि आन्टीहरू आउनुभयो भने चाहिँ एकदम रमाइलो हुन्छ कि। आन्टीहरू अब मेरो आन्टीको साथीहरू पनि हो, प्लस मेरो पनि साथी जस्तै हुनुहुन्छ कि आन्टीभन्दा बढी एकदम रमाइलो हुनुहुन्छ सबैजना। अनि यता चाहिँ आन्टीको छोराछोरीहरू मेरो भाइ बहिनीहरूलाई हेरेर बस्ने काम थियो मेरो चाहिँ। यिनी चाहिँ सबभन्दा सानी, सबैभन्दा धेरै बदमास यिनी है। अनि यिनीहरू चाहिँ के खेलिरहेको थियो कि बाहिर। अनि अचार पनि आन्टीले त रेडी बनाइसक्नु भएछ, मलाई चाहिँ थोरै टेस्ट गर्न दिनुभयो। एकदमै मिठो बनाउनु भएको रहेछ। र अनि आन्टी चाहिँ पुलाउको तयारी गर्दै हुनुहुन्थ्यो। यतिकैमा म तल केटाकेटीलाई हेर्न जान्छु भनेको त यो ह्याट बाट्टैमा खसिरहेको रहेछ। यसो ट्राई गरौँ कस्तो देखिन्छ भनेको त भएन।